कसैले सोधे कुन हो तिम्रो गाउँ उत्तरमा म भन्छु गुराँस फुल्ने गाउँ छ सानो दुई घाँस जुट्ने ठाउँ छ सानो म भन्छु हजुर यही हो मेरो गाउँ कसैले सोधे कुन हो तिम्रो देश काँधमा मेरो जहाँ घाम लाग्छ स्वर्गको छेउ यो मन जाग्छ म भन्छु हजुर यही हो मेरो देश म सम्झन्छु मेरो बाजे बोजू बाउ आमा बाजेलाई खोजे 10 कोला पारी मुटु पिरोले भन्ज्याङ पारी साँझको पापी जङ्गारतिर देउ देउता नाचिने सङ्घारतिर बाबुलाई खोजे चट्टान भरी तापेको जम्मै उडान भरी दसैँको घाम निधारतिर खुकुरीको जम्मै तिर बाबुलाई खोजे चट्टान भरी तापेको जम्मै उडान भरी लडाई जाने घुम्ती घुम्ती कहिले पो लाग्थ्यो म मर्ने हो आमै हो आहै आहै हो आमै हो आहै आहै म सम्झन्छु मेरो बजैलाई खोजे तवा भरी त्यो भिज्ने छाती बर्खै भरी आमालाई खोजे पधेरी भरी साँझको पापी मझेरी भरी एक भारी सिरु झोपडीतिर बारीको माटो चपरीतिर गौथली आउने नि बासातिर हिजा गरेको आशातिर दिदीलाई खोजे शिरबन्दी छ कि त्यो रातो लाछा त्यसमा छ कि चारानी भरी सुनको फुली भाइटिका भरी आशिषी चुली आँखामा आँसु मनमा बह सयपत्री माला मायाको तह भाइलाई खोजे पहिरो भरी बारुदको सबै धडाम भरी दादाईलाई खोजे बाँसघारी भरी दुश्मनको सबै हातै भरी कठै बरानी कठै बरानी देखिन मैले पानीमा केही लेखिन आमै हो
कुरा के आउँछ भने जुन यो प्रहरी विभाग पुलिस आइडल जुन पुलिस विभागले जुन कार्यक्रम गर्यो यसको लागि सराहनीय छ। यस कस्तो खालको सराहनीय छ भने इट्स अ सर्च अफ हिडन ट्यालेन्ट्स। पुलिसहरू प्रहरी विभागहरू ट्राफिकमा घाम पानी वर्षा कतिवटा बात समस्या लिएर उनीहरूले आफ्नो ड्युटी कर्तव्य पुरा गर्छ। तर त्यो बाहेक बिहाइन्ड द स्क्रिन I have seen there so many professional singers. Very true, sir. Very true. Please grace our judges' seat. Police idol Sheva Dhun.